हेलो व्हाट्सअप गुड पिपुल्स एन्ड वेलकम टु माई न्यू भ्लग। आज चाहिँ तपाईँहरूलाई म मेरो साथीको होस्टेल देखाउँदैछु। साथीको होस्टेल एकदम बबाल छ हाम्रो भन्दा चाहिँ होइन, घरहरू पनि छ। अनि एउटा मेन इम्पोर्टेन्ट कुरा चाहिँ भने के छ भने आज तपाईँहरूलाई मेरो दुःखद घटना भनौँ न होइन। केही समय अगाडि चाहिँ मेरो एउटा फोन चोरले चोरिदिएको थियो होइन। चोरले चोरिदिएको भन्दा पनि बाटोमा हिँड्दै झरेको थियो। अनि त्यो फोन चाहिँ उसले लगेर लक तोडेछ। अब त्यसमा फेरि मेरो फेसबुकहरू पनि लगआउट थियो होइन, लगइन थियो। अनि त्यसमा चाहिँ म काममा थिएँ। काममा भएको बेला बेलुकातिर ट्याङ मेसेज आयो 12 बजेतिर। अनि के आयो भनेको त मेसेज अब पुरै नम्बर आइडीहरू सबै चेन्ज गर्दैछ। अनि अब चेन्ज गरेर उसको हालेर मेरो नामको आइडी चलाउँदै रहेछ क्या। त्यस्तो पनि हुन्छ रहेछ। अब विदाउट मेरो पर्मिसन मेरोमा जिमेल चाहिँ आउँछ। अब मैले केही गर्न पनि सकिनँ क्या होइन। मैले मेल पनि गरेँ, कति दुनियाँ गरेँ, त्यही पनि हुँदैन। अब उसले अलरेडी उसको जिमेल हालिसकेको रहेछ, नम्बर पनि मेरो थियो सबै निकालिदिइसकेको रहेछ, नम्बरै उसको हालेको रहेछ। अब त्यसलाई मैले जति प्रयास गर्दा पनि गर्नै सकिनँ क्या। अब मेरो फेसबुक आइडीलाई रिकभर गर्न पनि सकिनँ। त्यो लगभग मैले चलाएको आजभन्दा 8-9 वर्ष नै अगाडि थियो होला। अब त्यो पुरानो आइडी थियो मसँग। अनि त्यो पुरानो फोनमा मैले राखिरहेको थिएँ, कहिलेकाहीँ यसो चलाउँथेँ। बाटोमा हिँड्दै झरिहालेछ उसले त। अब त्यो चोरले भनौँ कि अब के कस्तो यस्तो तपाईँहरू पनि अलिक सतर्क हुनुपर्ने रहेछ क्या। आफ्नो जुन पाइतेमा जुनमा पर्सनमा चलाउँदै गरेको त्यसमा मात्रै चलाउनु पर्ने रहेछ। मेरो पनि अब अलिकति बुद्धि पुगेन है, अलिकति सतर्क हुनुपर्ने रहेछ। अहिले त जमानामा तपाईँको जसले पनि आफ्नो फेसबुक आफ्नो पर्मिसन बिना पनि ह्याक गरिदिन्छ रहेछ क्या होइन। नम्बरसम्म हालेर मेरो आइडी पुरा मस्त चलाइरहेको छ क्या। अनि यस्तो भयो भने त अलिकति मन पनि खिन्न हुन्छ रहेछ। भोलिको दिनमा फेरि नराम्रो काम गरिदिएला कि भन्ने डर, त्यही भएर पनि कति प्रयास गरेर भएन।